हेलो गाइस, तपाईँ सबैजनालाई गुड मर्निङ है। र आज चाहिँ हाम्रो दिन स्पेसल हुँदैछ किनभने आज चाहिँ हामी जाँदैछौँ पिकनिक खेल्नु खोलामा। र तपाईँहरू हेर्नुहोस् आजको छोटो फुल ब्लग, बेसी लामो छैन ब्लग, आजको छोटो छ, रमाइलो हुनेवाला छ। तपाईँलाई सबै देखाउनेवाला छु के हुन्छ खोलामा है। हेर्दै गर्नुहोस् आजको हाम्रो यो फुल ब्लग। तपाईँलाई राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट पनि गरिदिनुहोस्। अब हेर्नुहोस् खोलाको ब्लग। र फाइनली हामी चाहिँ अहिले खोलामा आइपुगेको छौँ। खोलाको छेउमा यहाँ पुलमा छौँ। यहाँ हामी चाहिँ हेर्दैछौँ अब लोकेसन कता कुनपट्टि जाने भनेर है। तपाईँलाई म देखाउँछु है अब खोलामा गएको परेको कस्तो छ के छ खोलामा चाहिँ। फाइनली हामी यहाँ खोलामा आइपुगिसक्यौँ। तपाईँको खोलामा त निकै ठुलो छ धमिलो छ है अहिले बसेको सिजनमा निकै ठुलो छ। साथमा खोलाको साथमा मजाले उत्तरले यति मजाले उठ्दो रहेछ नि त। र यता हाम्रो साथीहरू पिकनिकमा बिजी छ अहिले खोलाको भ्यू हेर्नु सक्छ है। खोलामा बोर्डिङ खुल्दैछ है। र अहिले हामी चाहिँ यहाँ मासु रोस्ट गर्दैछौँ। मासु रोस्ट गर्दैछ देख्नु त मजा भयो है। चिकन रोस्ट हुँदैछ, पाक्दैछ चिकन। र यो खोलामा हामीले आइपुगेछौँ हो, त्यही भएर यहाँ चिकन पाक्दैछ अहिले चाहिँ। अन्त हाम्रो साथीहरू चाहिँ यहाँ फोटोहरू खिच्नु यताउता बिजी हुनुहुन्छ कतिजना है। साथीहरू बिजी छ त। र यहाँ चाहिँ अहिले हाम्रो लोकल फ्रिज छ है। यहाँ फ्रिजमा चिज गर्दाखेरि यहाँ बियरहरू है, पाइनएप्पल एकदम अर्ग्यानिक प्लस लोकल फ्रिज छ नि त। त्यही भएर र घामलाई चाहिँ गरम छ है, त्यही भएर हामी चिसो खाइराखेको छ। सब्जीहरू पकाउनको रेडी हुँदैछ है, मासु पकाउनको रेडी हुँदैछ, तेल खाइँदैछ, यहाँ प्याज उठिरहेछ पैसा भनेर आएको न खान्छ। र यहाँ त हाम्रो बहिनी चाहिँ अब चिकन पकाउँदैछ है। यहाँ देख्नु सक्नुहुन्छ तपाईँले एकदम मजाले पकाउँदैछ है चिकन। चिकन पाक्दैछ हाम्रो साथीहरू चाहिँ हल्का इन्जोय गर्नुहुन्छ। चिकन पकाउनुहुन्छ, म हल्का चिकन हेल्प गरेर तपाईँको। र अहिले चाहिँ हाम्रो यहाँ अब ड्रिङ्क्स टाइम भयो है। स्पेसली हाम्रो चाहिँ कोक छ, अब ड्रिङ्क्सलाई कोक छ है। ड्रिङ्क्स भयो कोक पार्टी बेसी भन्छ नि त। ड्रिङ्क्सहरू पनि है। र यहाँ चाहिँ हाम्रो अहिले मासु टोस्ट हुँदैछ, चिकन मजाले दामी आगोमा टपालेर रोस्ट हुँदैछ है। देख्न सक्नुहुन्छ फाइनली हाम्रो चाहिँ अब यहाँ अब लन्च टाइम भयो है। हाम्रो खाना बाँकी, अब खाना खाने टाइम हुन्छ। खाना बस्किँदैछ र हामी चाहिँ अब खाना खानको लागि रेडी। अब खाना खाने टाइम भयो यहाँ। र अब चाहिँ हामी खाना थापिसक्यौँ। खाना खाना यहाँ हाम्रो गणेश दाजु कस्तो हुँदैछ पिकनिक दाजु भनिदिनु न अलिकति। दामी आज एकदम मजा लाग्यो, खुसी आयो है। इन्सानलाई कस्तो भएको मलाई एकदम मजा आयो। यता हाम्रो चिकन राइस लिनुहुँदैछ उहाँले चाहिँ। चिकन राइस हो एकदम केटाहरू। दिवस कस्तो हुँदैछ हौ? मिठो हुँदैछ। कस्तो लाग्यो खाना सब्जीहरू? तपाईँले बनाए दामी बनाएको नि त। मैले बनाएको हो। अन्त सरोज दा पिकनिकमा मजा आउँदैछ? एक नम्बर हो। लु है सानै केही भनिदेऊ खाना सब्जी लिएर। बहिनी मजा आउँदैछ अन्त? हामी चाहिँ यहाँ छ आज खाना सब्जी पनि फिनिस
र अहिले चाहिँ हामी खाना सबै खाइसकेर अब घर फर्किन आँटेको फेरि यहीँ पुलमा आइपुग्यौँ गाडी हाम्रो यहीँ पुलमै छ नि त त्यही भएर गाडीमा आइपुग्यौँ हामी चाहिँ र हजुरहरूलाई भिडियो राम्रो लाग्यो नि लाइक कमेन्ट सेयर गरिदिनुहोस् थ्याङ्क यू